हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आई होप कि सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि म चाहिँ फेरि आइसकेँ है। आज चाहिँ होइन, हामीहरूकोतिर चाहिँ खतरा पानी परिरहेछ। हिजो बेलुकादेखि पानी परेको होइन, नन स्टप परे काममा पनि गइभएको छैन। काम पनि भएको छैन, 2-3 दिन भइसक्यो पानी परेर टेन्सन भइसक्यो है। अब रोजीरोटी नै छिन्निसक्यो गाइज हामीहरूको होइन। के खाने हो भरे बेलुका, ला टेन्सन भइसक्यो। हेर्नु न, पानी परेर यस्तो खतरा पानी परिरहेछ नि हिजोदेखि होइन, नन स्टप। अनि मेरो चाहिँ होइन, आजभोलि सोसियल मिडियाहरूबाट अलिकति धेरै नै डिमोटिभेट भएको छु म चाहिँ होइन। म चाहिँ धेरै नै पछि सरिसकेको छु त्यो चिजबाट चाहिँ। किन भन्दा चाहिँ होइन, मसँग टाइमै छैन क्या, म टाइमै पाउँदिनँ। अनि अर्को कुरा होइन। अनि अब भने जस्तो आइनो कि बुझिसक्नु भयो तपाईँहरूले होइन, डिमोटिभेट के भएर हुन्छ होइन। अनि त्यस्तै हुन्छ, खोइ के भएर हो होइन। अनि मजै लाग्दैन, अनि राम्रै लाग्दैन र म चाहिँ अलिक अब के होइन, के त्यो सब गरिराख्नु जस्तो लाग्छ कोही बेला। फेरि कोही बेला जस्ट म चाहिँ मेमोरीको लागि मात्रै हो होइन। मेरो अब कति अगाडिदेखिको मेरो मेमोरीहरू छ नि त त्यो चिजमा। म किनकि मेरो अलिक याददाश्त कम्ती छ क्या, बिर्सिहाल्छु। त्यही भएर चाहिँ हो म भिडियो सिडियो बनाएर हाल्ने जस्ट मेमोरीको लागि होइन। पछि हेर्दाखेरि होइन, अब नोटहरू पनि बनाइरहेको हुन्छु होइन, मेरो लाइफमा चलिरहेको राम्रो नराम्रो। अनि अब किताबमा भन्दा होइन, अब रियल भिडियोमा टक्क पछि मेरो फ्युचरमा गएर होइन, मेरो केटाकेटीहरूले हेर्दा होइन, अरे मेरो बाउ त यस्तो रहेछ सानोमा त होइन। अलिकति त्यस्तो होस् भनेर चाहिँ म चाहिँ अलिक मेमोरीको लागि नै हाल्छु। अनि त्यही मेमोरीको लागि पनि अहिले चाहिँ टाइम पाउनै छोडिसकेको छु होइन। अलिकति बिजी हुन्छु। जस्ट आज चाहिँ अब पानी पनि परिरहेको थियो, अनि अलिक नेटवर्क स्लो होइन, काम पनि थिएन। त्यसैले चाहिँ म एउटा यस्तै होइन भिडियो बनाएको। अनि तपाईँहरूकोतिर चाहिँ कस्तो हुँदैछ आजभोलि है, अनि कस्तो चल्दैछ लाइफमा होइन, गर्न खोजेको काम भइरहेछ कि छैन है। गर्दै जानुपर्छ कन्सिस्टेन्सीसँग होइन, कन्सिस्टेन्सीसँग त्यो काम तपाईँ गर्दै जानुहोस् होइन। हुन्छ नि त होइन, गरेपछि त हुन्छ नि त होइन। अब धानै नरोपी त्यत्तिकै भात भकारी त भरिँदैन होइन, फुलै नरोपी फुल फुल्दैन, गरेपछि त हुन्छ होइन। एउटै मात्र गर्ने होइन, धेरैचोटि धेरैतिर गरिराख्ने हो, धेरैतिर सबै डेली आफूले होइन नयाँ चिज सिक्ने कोसिस गर्नु होइन। नयाँ चिज डेली होइन, तपाईँले दिनमा एउटा नयाँ चिज सिक्नुभयो भने होइन, सालमा तपाईँले कति हुन्छ, 335 डेज हुन्छ हो। 335 डेजमा होइन तपाईँले नयाँ कुरा सिक्दै जाँदा होइन, 365 भनेको कति हो, 365 होइन, 335 नै कि 365 हो, थाहा छैन एक्ज्याक्टली गाइज होइन, मलाई त्यो पढेको छैन त्यति। अनि जतिसुकै भए पनि होइन, दिनमा एकचोटि दिनमा एउटा नयाँ काम सिक्ने ट्राई गर्नु होइन। जति धेरै तपाईँले लर्निङ गर्नुभयो, जति धेरै सिक्नुभयो, तपाईँलाई काम लाग्छ होइन त्यो चिजहरू। सुस्ती नगर्नु, अल्छी नगर्नु होइन। मलाई मेहनत गर्ने मान्छे धेरै मनपर्छ, मेहनत गर्नु सधैँभरि होइन। मेहनत खेर जाँदैन है, मेहनत कहिले खेर जाँदैन, मेहनत गर्नुपर्छ। आमा चुम्मी छ क्या फेरि गाइस, बोल्दा नै यो ठाउँलाई म चुम्मी छ क्या। हेर्नु न, यस्तो मोबाइल छ नि, क्यामेरामा त ब्लर हान्दो रहेछ, फेरि देखिँदैन के कस्तो आउँछ भने नि। आमा फेरि 1 सेकेन्ड, फेरि सबैजनालाई गुड मर्निङ, हेभ अ गुड डे। सबैजनालाई फटाफट उठ्नुहोस्, मुख धुनुहोस्, भात खानु, अनि फेरि सुत्नुहोस् अल्छीहरू ल। त्यही गर्दै बस्नुहोस्। एकचोटि उठिसकेपछि होइन सुत्नु हुँदैन अरे भन्छन् होइन बुढापाकाहरूले होइन। तर म पनि सुत्दिन्छु कहिलेकाहीँ चाहिँ होइन, अल्छी लाग्छ धेरै नै कोही बेला चाहिँ, तर अल्छी गर्नु हुँदैन। अनि अर्को कुरा होइन, तपाईँको लाइफ हो होइन, तपाईँको लाइफ हो। मैले भनेर या अरू कसैले भनेर तपाईँले त्यही अनुसारले होइन, तपाईँको लाइफ कस्तो चलिरहेछ थाहा छैन, मेरो लाइफ कस्तो चलिरहेछ तपाईँलाई थाहा छैन होइन। जस्ट इन्जोय
इन्जोय मतलब होइन खुसी बस्नुहोस् न सधैँभरि होइन। त्यो अनावश्यकको टेन्सन लिएर होइन अब फ्युचरको टेन्सन हुन्छ कसलाई हुँदैन होइन, हरेकलाई हुन्छ क्या फ्युचरको टेन्सन। जब हामीहरूको ब्याचको हुन्छ, जब हामीहरूको जत्रो उमेर हुन्छ सबैलाई हुन्छ क्या फ्युचरको टेन्सन होइन। तर अब त्यो टेन्सन छ भन्दैमा पनि होइन चुप्प लागेर त्यो ओभर थिङ्किङ गरेर सोचेर मात्रै त हुँदैन नि त होइन। गर्नु पर्यो नि त त्यसको लागि पनि, गर्दै जानु पर्यो, दिनै सिक्दै जानु पर्यो नयाँ नयाँ होइन, नयाँ नयाँ चिजहरू होइन। हो त्यही हो नि त, म त सिम्पल त्यही भन्छु क्या मेरो भाइहरूलाई मेरो बहिनीहरूलाई मैले सिकाउने भनेकै यही कुराहरू हो क्या होइन। गरिराख्ने हो क्या, एक दिन हुन्छ नि त होइन, एक दिन न एक दिन हुन्छ क्या। अनि त्यस पछाडि तपाईँ भन्नुहोस्, मान्छेहरूले सोध्छ होइन तपाईँलाई, तैँले कसरी गरिस् यार भन्छन् क्या। अनि तपाईँले भन्नु होइन खतरा मुस्किल थियो क्या, खतरा साह्रो परेको थियो। एक दिन सुख पाउनको लागि होइन, एक दिन सक्सेस बन्नको लागि म हर दिन हार खान्थेँ क्या होइन, हर दिन चोट खान्थेँ म। हो यस्तो भन्दैनँ क्या होइन। अनि आफ्नो कामलाई रेस्पेक्ट गर्नु होइन, काम भनेको सानो ठुलो हुँदैन। तपाईँले जुन काम गरे पनि होइन, जे गरे पनि काम भनेको कहिले सानो ठुलो हुँदैन है। अनि अरू त त्यस्तै हो गाइस होइन। अब तपाईँको लाइफ त्यही हो, तपाईँको लाइफ होइन, तपाईँले जे गर्न मन लाग्छ त्यो गर्ने हो होइन। अरूले आएर तपाईँलाई यो गर त्यो गर भन्दा पनि होइन, तपाईँले के ठिक लागेछ, तपाईँलाई के गर्न मन लागेछ होइन, त्यो सोच्ने हो आफूले होइन। सबैजनालाई त्यही हो, अल्छी लागिरहेछ गाइस, के गर्ने हो अब म के गर्नु त गाइस, यस्तो अल्छी लाग्यो है। तपाईँहरूकोतिर त कस्तो चिल हुँदै होला, मेरोतिर त पानी परेर होइन खत्तम कस्तो भयो क्या, बर्बाद भयो। पानी परेको थिएन भने अब काममा गइन्थ्यो होइन, कामतिर यताउता के नयाँ नयाँ कुराहरू सिकिन्छ होइन, टाइम पास हुन्छ यस्तै। अनि घर बस्यो भने त मलाई त लास्टै खतरा बोरिङ लाग्ने क्या, दिन कसरी कटाउनु हुन्छ। अनि अब कहिले घाम नलागेको बेलामा कामसाम नहुँदा त ल ठिकै छ, बाहिरतिर पनि जाउँला घुम्न होइन। अब पानी परिदिन्छ, काम पनि छैन, आमामा दिमागमा त त्यो के खालको सोच आउँछ भने नि गाइस, गु खानेको सोच आउँछ क्या, के गरौँ र कसो गरौँ होइन, नेगेटिभ थिङ्किङहरू आउँछ क्या पुरै। अनि त्यही भएर मलाई मनै पर्दैन यो दिन मनपर्छ, यस्तो बर्सात पानी मनपर्छ। तर एकछिन यताउता भयो अब लु दिनभरि चाहिँ भयो भने लु टेन्सन भयो, दिन कसरी काट्नु। अब सुतौँ भने बन्दो निन्द्रा लाग्दैन गाइस फेरि दिउँसो मलाई चाहिँ होइन। अनि आज सन्डे होइन, सन्डे यहाँ चर्च छ, फेरि यहाँ चर्चमा सबैजना होइन हालेलुया जय मसीह भन्न आउनुभएको छ है। खतरा रेस्पेक्ट गर्ने क्या होइन। हामीहरूको हिन्दूको भन्दा पनि होइन, म चाहिँ यसो विचार गर्छु होइन, हिन्दूको भन्दा पनि क्रिस्चियनवाला चाहिँ होइन धेरै क्या रेस्पेक्ट गर्ने क्या गडलाई होइन। हामीहरूको हिन्दूवाला के हुन्छ, मन्दिरको वरिपरि कस्तो फोहोर हुन्छ मन्दिर। अब जुन दिन आफूलाई होइन मन्दिर जान मन लाग्यो त्यो दिन जाने मन्दिर है। अनि छैन अब त्यहाँको साफ सुथर होइन, म देखिरहेको। अब म पनि हिन्दू नै हो, मैले पनि गर्नु त पर्ने हो। अब त्यहाँ हुन्छ नि त ठुल्ठुला होइन अध्यक्ष कोहरू हुन्छन् त्यो मन्दिरको त्यहाँको होइन। अनि अर्को कुरा भनेको मन्दिरमा गएर मैले होइन अहिलेसम्म तपाईँहरूलाई पनि होइन एउटा कुरा भनिरहेको छु, कहिले पनि होइन दान दिनु छ तपाईँहरूलाई, अलिकति पैसा केही चिजमा इन्भेस्ट मतलब दिनु छ, मन्दिरतिर दिनु छ यताउता भने चाहिँ मन्दिरमा चाहिँ नदिनु भन्छु क्या म, हस्पिटलमा चाहिँ दिइदिनु बरु दानपेटीमा होइन। किनकि त्यहाँनिर होइन दुध आयो, दुध भाउजू जाऊ छोटो वो लेके आओ, दुध लिनेवाला हो यस्तोमा चाहिँ हस्पिटलको दानपेटी हुँदीमा चाहिँ होइन तपाईँहरूले पैसा हालिदिनुहोस् त्यहाँनिर। किनकि मान्छेहरू होइन वेटिङ गरिरहेका हुन्छन्, मान्छेहरू इन्तजार गरिरहेका हुन्छन्। प्लिज भगवान् होइन कहीँबाट इन्तजाम गराइदेऊ, हो यस्तो हुन्छ है, त्यस्तो गरिदिनुहोस्। अनि लगाइछ अब त के भन्नु होइन, धेर बोल्दा म त घाँटी दुखिसक्यो। ल सबैजनालाई बाई बाई है। अनि टेक केयर होइन, अनि आफ्नो हेल्थको केयर गर्नुहोस् तपाईँहरू सबैजना होइन। आफू स्वस्थ भयो भने मात्र सबै कुरा ठिक हुन्छ। फर्स्टमा भनेको आफू हेल्दी हुनुपर्छ होइन, स्ट्रङ हुनुपर्छ नि त।
छोरा मान्छे भएपछि स्ट्रङ हुनुपर्छ है केटा हो होइन है महाभारत लड्न जानुपर्छ नि ल सबैजनालाई बाई बाई एन्ड हेभ अ गुड डे सबैजनाको राम्रो दिन जाओस् है सबैजनालाई होइन मेरो भाइ खास गरी मेसेज तँलाई है राम्रोसँग सुन नेभर गिभ अप है गर्न खोजेको काम कन्टिन्यू गर है केही भइहाल्यो यताउता साह्रो पर्यो भने सम्झी है दाजु छ भनेर अनि सबैजनालाई अरू होइन अनि तिमीलाई पनि खास गरी है ल सबैजनालाई बाई बाई